कस्तो छ त यो केटाहरू सही छ होइन दृश्य चाहिँ सही छ है दृश्य सही छ होइन तर यहाँको व्यवस्था ठिक छैन है मलाई मन परेन है कहाँ जानु लाग्यो हामी मलाई नेपालको छ त त्यो पोखरा मिनी मार्केटको त्यस्तै टाइपको क्या हाट बजारमा गएर के किन्ने हो हाट बजारमा मन पर्नु पऱ्यो अब माल सामानहरू किन्ने हुन्छ आफूलाई त्यस्तो सामान मन पर्नु पऱ्यो ठिक छ यस्तो होइन हाट बजारमा गएर टक्क बवाल होइन है आज तिमी कहाँ आएको रे आज हामी एकदम मिनी मार्केट सानोतिनो हाट बजार हो यो हाट बजार सब सामानै सामान छ विशाल बजार भयो जस्तो यो पनि हाट विशाल नेपालको विशाल बजार हो यो चाहिँ हाम्रो चाहिँ यहाँको चाहिँ स्मल विशाल बजार होइन स्मल बजार यस्तो यहाँ चस्माहरू पनि छ चस्माहरू सुक्खा एकछिन के किन्ने हो भन न बेल्ट सेल्ट प्यान्टहरू रहन्छ नि यहाँ प्यान्टहरू हेर न सही छ तिमीले भनेको थियो यहाँ थोरै पाउँछ बजारमा विशाल बजारमा यहाँ सही तिमीलाई चाहिने यहाँ रहेछ उयो प्यान्ट किन नि त जिगज्याग बन्ने तरिकाले यहाँ आउने यहाँ हेरौँ न प्यान्टहरू हेरौँ न हेरौँ ए $200 रहेछ ल प्यान्टहरू ठिक छ सही छ त प्यान्टहरू ल आमा बाबा आउँदो रहेछ नि हेर ल कम्ता ठुलो पानी पऱ्यो होइन वाल पानी पऱ्यो होइन पुरै नराम्रो यस्तो पहल पानी पऱ्यो होइन एउटा रेस्टुरेन्टमा बसेँ होइन रेस्टुरेन्टमा बसेर खतरा खायो नि के खाएर आयो र हामी खान्छौँ त क्रोकोडाइल ब्रेकफास्टमा होइन बाने होइन जाडोमा होइन तर मौसम आज बबाल क्लिन अब भोलि दामी क्लिन हुन्छ आज बबाल पानी पऱ्यो होइन बाउडी हाम्रो बिग बोस मासु लभर कता गयो कन हान त विकास दादालाई यहाँ आउनु पऱ्यो विकास दादा भन् खोइ ए दादा आमा हाम्रो यहाँ आउँदैछ है दादा आउँदैछ है दादा आउँदैछ है ल है ल है ल है ल है तर देख्दैन क्या अलिक काले भयो क्या ल सेक्सी म्यानलाई त्यस्तो भन्ने हेर्नु सही है ल है ल है ल है केटाहरू ल है आउँदैछ है आउँदै मुस्कान हेर न मुस्कान यो मुस्कानले त मार्केट ओ मास्त्रे 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 मेरो मास्त्रे हो तर अलि के छ हाई भन न मेरो भ्लगमा अहिले धेरै बिजोग भइरहेको कस्तो बिजोग भयो अहिले बिजोग रमाइलो भएको बिजोग रमाइलो गरेर छोडौँ बिजोग पनि गाउँ हो पहिले भने भए त घरमा छोएर हालिदियो अन्त मम्मी पनि हालिदिन्छ घरमा हालिदिएर पो भएको सरलाई मेरो स्कुटर डोरा त कस्तो मजा आएर स्कुटर चाहिँ पुरा मलाई होइन ल्याउनु र म चलाउँछु ल उता अर्को हाम्रो ठुलो सरले चलाउनुहुन्छ प्लेनमा बसेको त्यो प्लेन पनि अझ बिजनेस क्लासमा बसेको अनि सर आज हामी के किनियो त नि हामीले आज विशाल बजारबाट मासु एकदम भरपर्दो कुरा किन्यो होइन अनि यता मिठाईको पसल दामी रहेछ ल मिठाईको पसल कस्तो छ
मिठाई कति करोडको मिठाई पाउँछ यहाँ? पाउँछ होला अब करोडमा त नभनौँ लाखमा चाहिँ पाउँछ। लाख होइन नि, लाख जोडेर कति हुन्छ? करोड हुन्छ कि हुँदैन? करोडको भनौँ न, हामी फेरि अनि जस्तो पाए त्यस्तो खाँदैन नि, मिठाई चाहिँ छैन। जस्तो पाए त्यस्तो खाँदैन नि हामी, सिधै करोडको। अनि ठिकै छ, हामी करोडै तिरेर किनौँ। हजुर मासु खाने मासु लगाएर त फेरि ऊ फेरि होइन मासु चाहिँदैन उसलाई, मासुको हड्डीको टुक्रा पनि पुग्छ कि, त्यस्तो खतरा मान्छे हो होइन। बुझ्दैन हो, मासु मारेर खाइदिनु होइन। ल अनि गोरुको लास खान्छ है। खुवाइ त बवाल हो नि, A1 मासु कसैले पर्छ सक्दैन। 3 थाल हो, 3 थाल अँ मासु भयो। A1 हो त्यो। मासु चाहिँ हुनु पर्यो, मासु खुवाइ त कुरै नगरौँ न होइन। यहाँ जान्छ होला। त्यहीँ जाऊँ न। के चाहिएको छ? ऊ कभर हान्दियो क्या, कस्तो कभर? उसले हिजो फुटाल्यो नि त कभर। एक ग्लास अँ टेम्पर। अनि अर्को पनि रहेछ त यहाँ बाघ बोला। उसले त कति कुराहरू बाघ साग सब कुरा लुगाएर राख्छ ऊ त, एकदम खतरा मान्छे। ए अस्ति नै मगाएको त्यो अनि? हो। हामीले यहाँ के लिए बरु? हामी आमाको अचार लियौँ। आमाको अचार है, हाम्रो आमाको अचार कस्तो छ भन त? के कम्पनीको ल्याएको? आमाको स्वास्थ्य हो। आमाको अचार यस्तो बाबा भन्नुहोस्। आज तर हामीले मासु खाएको देखाउनुपर्छ ल। ल काममा गएपछि चट्ट मासु बनाएर आमाको अचार टक्क खाएर। बनाउनुहुन्छ। आज मेरो यसो म एक्लै हुन्छु, प्रिपरेसन हाल्नुपर्छ अनि त्यसपछि बनाउनु पर्छ। आज भ्याउँदिनँ होला, आज दाइले बनाउनुहुन्छ। आज तिमीले उधारो लिगन बरु, भालै भएन त। कहाँ हो तिमीले उधारो लिने? होइन उधारो त यसो अलिकति मिल्दैन कि। तर हाम्रो यहाँ फेरि बरु आफूलाई अप्ठ्यारो हुन्छ। अब सबै यहाँ कमाउने भनेर आएको हुन्छ। अब उधारो चाहिँ नलिदिउँ। नलिदिउँ है। भएको बेला त नभएको बेला त केही छैन, उनीहरूले आफै कहाँ हिँडेको हो? मासु कहाँ हो? मासु कहाँ हो? दिरा हुन्छ। तर भएको बेला चाहिँ त्यस्तो गर्नु हुँदैन। ओके, हाम्रो यहाँ बरुकोमा उधारो पनि चल्छ है फेरि। यस्तो लिङ्क बनाइसक्यो नि आम्मामामा। तर यहाँ मलाई यसो हेरेर पहिला मैले यहाँ लगायो 20 रुपियाँ। यहाँ मासु है, मासु है, मासु। ल मेरो खिच्नु त। हेलो guys, how are you? Good morning from. तिम्रो अलिक टोनै मिलेन, अलिकति नेचुरल भएर बोल न। नेचुरल पो मनपर्छ त मलाई त। अनि त होइन क्या, नेचुरल हुनु पऱ्यो क्या बरु। त्यो त्यो मलाई मन पर्दैन है, मलाई मन पर्दैन। यहाँ हेर, यहाँ बस ल, यहाँ बस। दामी हेर न, कान्छी नानीहरू दामी फुल फुल्दो रहेछ त बरु, हेर न यो। अन्त जम छिटो बोकेर ढल्यो तिम्रो माका। कस्तो ठाउँमा राखेको त? यस्तो भिरालोमा राख्दो रहेछ है बरुले माया। ढल्यो नि, मेरो दिनुपर्छ मैले तिमीलाई फेरि। अनि कहिले खिच्ने त फोटो? अनि कता हिँडेको बरु तिमी? म अब काममा हिँडेको। आज गदा जस्तो पेलान हुन्छ मेरो, जहिले त्यस्तै हो। पागल त हुँदैन तिमी? आज काम छोडेर त जाँदैनौ नि, एक्लै हो, सिङ्गल आज। अब काम त छोडिँदैन, किनभने अब काम गरेको हो। कहिले काहीँ पेलिन्छ भनेर डराएर आत्तिएर काम चाहिँ छोड्दिनँ। अब धेरै काम भएपछि अभियसली आत्तिन्छ मान्छे एक्लै भएपछि स्टेसनमा। हाम्रो कुरा त्यही हो। हाम्रो होइन, हाम्रो किचनको एकदम बबाल काम गर्ने, A1 बबाल काम गर्ने, आत्तिँदैन आत्तिने होइन। न उसको कुनै कम्पिटिटरै छैन। अनि छैन क्या आमै मिस्टर बिकु बेबी। मुस्कान त फेरि नि कसम मारेछ है फेरि है। अस्ति 6 बजे उठेर एउटा केटी पठाइदिएको अरे। अब भनेपछि यो विषयमा केही भन त। होइन त्यस्तो त के होइन, अब बोलचाल हुन्छ बिस्तारै। बोलचाल हुन्छ होइन, त्यही हो। तिमीले त्यही भनेको कि नै भन न। 6 बजे उठेर हाम्रो विकास बरोले बुहारी नानी पठाइदिए होइन।
अब माया गदा होइन हामी चाहिँ अब चल्दिन होइन बरु भन ए हामी चल्दैन ल आज सोल्टी चाहिँ अब काममा जान्छ उसको फेरि एकदम कामको त चाप आज मासु हो फुर्केर काम बबाल हुन्छ थिचेन थिचे खालि सोल्टीलाई कामको चापले लास्ट आएर गाइस हामी आज अब काममा जानुपर्ने हुन्छ हतार भइसक्यो पछि भेटौँला होइन नेक्स्ट भ्लगमा ल ओके बाई भनिदेऊ ल बाई भनिदेऊ न सबलाई बाई भनिदेऊ सबलाई बाई भनिदेऊ न बरु Bye guys. बाई भनिदेऊ न होइन छिटो होइन ल बाई गाइस आमाको चाप हाम्रो आमाको अचार होइन आज आमाको अचार यस्तो ट्राई हान्ने ल सर्ट ट्राई हान्नु कस्तो आमाको पिकल